यो भिडियो चाहिँ मेष राशि भएका व्यक्तिहरूका लागि असार महिना कसरी बित्छ सरसर्ती हेरौँ। प्रारम्भमा हेर्ने भने असार महिनाको केही साता शुक्र आफ्नै घरमा हुनेछ, यानि कि तपाईँको मेष राशिमै रहनेछ। तर मङ्गलको घरमा शुक्र अलिकति कमजोर मानिन्छ। थोरै माया प्रेमको कुरामा चुलबुले पनि त्यागिदिनु होला। अनि सरस्वती हेर्ने भने असार महिनाको प्रारम्भिक कुरा गर्दाखेरि चाहिँ लगभग आधा महिना चाहिँ अलिकति कामको प्रेसर धेरै हुनेछ। अनि त्यसै गरी हेर्ने भने चाहिँ अलिकति बाधा व्यवधान र अब्जसहरू देखिएको छ। समग्रमा हेर्ने भने मिश्रित फलहरू चाहिँ विशेष गरेर मेष राशि भएका व्यक्तिले पाउनुहुनेछ। निर्णायक क्षमता राम्रो राख्नुहोला। यो कन्फिडेन्सीको कुरा भनेको निर्णय लिँदादेखि लिएर हरेक कुरामा एकदमै धेरै चाहिँ सावधानी अपनाउनु पर्नेछ। अनि तपाईँले लिने निर्णय भनेको दीर्घकालिक हो भने धेरै कुराहरूमा सोच विचार गर्नु होला र आफ्नो निर्णायक क्षमता कस्तो छ त्यो असार महिनाको मासमा पनि अझ विशेष आफ्नो चिना विशेषमा हेर्नु भने राम्रो हुन्छ। र समग्रमा हेर्ने भने पाँचौँ घरमा चाहिँ केतुर मङ्गलको विशेष गरेर अङ्गारक, जसलाई विस्फोटक पनि भनिन्छ, त्यसरी बुद्धि लिँदा र बोल्दाखेरि चाहिँ एकदमै ध्यान दिनु पर्यो। निर्णायक क्षमता कमजोर यसैको उपज हो। अर्को कुरा हेर्ने भने पराक्रम भावमा हेर्दाखेरि सूर्य र बृहस्पतिको युति छ, यो एकदम राम्रो हो। अनि त्यसमै विशेष गरेर अनि चौथो घरमा चाहिँ बुधको उपस्थिति छ। बुद्धिले ठिकै राम्रो निर्णय लिनुहुनेछ, तर सोच विचार चाहिँ अलिकति बढी गर्नु होला। अरू पेसा व्यवसायका कुरा हेर्ने भने, अर्थका कुरा हेर्ने भने राम्रै चल्नेछ। र समग्रमा हेर्ने भने चाहिँ मिश्रित फल दिनेवाला चाहिँ विशेष गरेर असार महिना छ। निर्णायक क्षमता, लिने निर्णय र कसैलाई विशेष गरेर कुनै परामर्शहरू दिँदै हुनुहुन्छ भने सावधानी अपनाउनुमा त्यो विवादित हुनसक्छ। यो कुराहरू ध्यान दिने। अनि माया प्रेम सद्भाव यिनी विषयमा चाहिँ राम्रै फल मिल्छ, चिन्ता खासै लिनु पर्दैन। यसो मङ्गलको मन्त्र जापहरू गर्न सकियो भने चाहिँ निकै राम्रो। श्रावणको विशेष गरेर 11 गतेसम्म। अनि केतुको पनि यसो बीज मन्त्र जाप गर्नु होला। अन्य कुराहरू चाहिँ स्थिर रहनेछ, चिन्ता लिनु पर्दैन। बाँकी कुराका लागि विस्तृतका लागि आफ्नो चिना हेरेर दशा अन्तरशा महादशा र मासफल जानेर अगाडि बढ्नु होला। समग्रमा भनिदियो भने मेष राशि भएका व्यक्तिका लागि मिश्रित फल चाहिँ असार महिनामा रहेको देखिन्छ।